अहिले म 10 कक्षाको लागि एउटा पिरामिड बनाउन गएको छु। त्यो पनि वर्ग आधार भएको पिरामिड। त्यसको लागि सबैभन्दा पहिला एउटा A4 साइजको पेपर लिने र त्यसलाई बिचबाट फोल्ड गर्ने, पोर्ट्रेट मोडमा भएर यसरी चाहिँ फोल्ड गर्ने र फोल्ड गरेपछि मजाले यसरी फोल्ड हुन्छ। त्यसपछि यसलाई फेरि पहिलाको पोजिसनमा ल्याएर यसलाई फेरि के गर्ने, ल्यान्डस्केप मोडमा चाहिँ यसलाई फोल्ड गर्ने। फेरि यसलाई अनफोल्ड गरेर विकर्ण भएको विकर्ण जोड्ने बिन्दुहरूलाई के गर्ने, एक ठाउँमा मिलाउने, त्यसपछि फोल्ड गर्ने। यति फोल्ड गरेर फेरि अनफोल्ड गर्ने, अर्कोपट्टिको विकर्ण साइडलाई यसरी फोल्ड गर्ने। यति फोल्ड भइसकेपछि बिचमा पहिले फोल्ड भएकोलाई फेरि एकचोटि अर्कोपट्टिबाट फोल्ड गर्ने। यति भइसकेपछि